ल हेर्नुहोस् त हाम्रो कुखुरा राख्ने खोर यस्तो भएको छ पानीले। अस्ति राति यति ठुलो पानी परेको थियो कि कुखुरा खोर यस्तो भएको छ। ल हेर्नुहोस् यहाँ तपाईँलाई थाहा छ हाम्रो कुखुरा चाहिँ 12वटा थियो, अहिले जम्मा मर्दा 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 हेर्नुहोस् त जम्मा 4वटा छ हौ। ल हेर्नुहोस् यहाँ जम्मा 4वटा छ हाम्रो। तपाईँहरूको चल्ला कतिवटा छ हेर्नुहोस् यहाँ सबै मरे। ल हेर्नुहोस् यहाँ 2 नम्बरको हेर्नु न, यहाँ हेर्नु त 2 नम्बरको दाना ल्याएर हालिदिएको थिएँ, जम्मै छरबुट्ट लाएर खत्तम बनाएको छ यिनीहरूले। हेर्नुहोस् यहाँ पत्तर हालिदिएको छु तातो होस् भनेर, 2 नम्बर दाना ल्याएको सबै सखा बनाएछ पोखाएर। ल हेर्नु त्यहाँ हामीले चाहिँ यसमा राति कुखुरा राख्थ्यौँ, राति चाहिँ न्याउरी मुसाले मारिदिन्छ भनेर राख्थ्यौँ। यो च्यातेर हेर्नु त्यहाँ बिजोग यस्तो यस्तो भएको छ, यो खत्तम भयो। अब बाक्स आवश्यक छ। हाम्रो भाले चाहिँ यहाँ हेर्नु यत्रो बढाइ भएर के छ सन्चै हुनुहुन्छ? आज चाहिँ हामी घरमा चाहिँ काम थियो अनि त्यही भएर हामी चाहिँ बाउचोरी घरमा आछ, छोरो टोइलेट गएको छ। अब चाहिँ पानी पर्न सुरु भइसकेको छ। म माथि बारीमा गएको छैन, यहाँनिर आलुबारी सबै सखा बनाएको छ। आज चाहिँ पानी पर्न सुरु भइसकेको छ, लगभग आज पनि ठुलो पानी पर्छ होला सम्भवतः। हाम्रो बारीको फुल करेसाको फुल चाहिँ यहाँ मर्न थालिसक्यो। हेर्नुहोस् त यहाँ बिहान छोरीको लुगाहरू सुकाएर गएको थिएँ धोएर, बुढी लिएर मैले। यहाँ सुकिसकेको छ। अब पानी परिसकेपछि केही पनि रहँदैन। मौसम हेर्नुहोस् त आज यस्तो छ। ल हेर्नुहोस् त अब पानी पर्न सुरु भयो है। यहाँ हेर्नुहोस् त मैले खाजा के ल्याएको छु भन्दाखेरि आज चाहिँ खाजामा यो बिस्कुट छ, अनि यहाँनिर दुध ल्याइदिएको छु, अनि यहाँ पब ल्याइदिएको छु है खाजामा। पानी पर्न थालिसक्यो। हेर्नुहोस् त मेरो छोरीको लुगा भित्न लाग्यो। अब म भट्टाभट यो पानी नपर्दै म छोरीको लुगा उठाउँछु। छोरो दौडिन थाल्यो, उठाउ छोरो उठाउ उठाउ उठाउ। मैले चाहिँ मम्मीहरूलाई खाजा ल्याउन ढिलो गरिदिएको छु। पानी परेर भाले चुबो लाएर बसिरहेको छ हेर्नु त्यहाँ। नजाऊ छोरो नजाऊ, भाग्छ। हेर्नुहोस् त हाम्रो गाउँ दिउँसो चाहिँ सुनसानै हुन्छ, कोही पनि हुँदैन, आफ्नो ठाउँमा हुन्छन्, काममा गएको हुन्छन्। सो म यहाँ देख्छन् हुन्छ। हेर्नुहोस् त माथि आइसकेँ, लगभग म बारीमा पुग्न लागिसकेँ है त। अस्ति राति परेको पानी जमेको छ यहाँ बाटोमा, हेर्नुहुन्छ। यहाँको धनियाँ मम्मीले ओखालिदिइसक्नु भएछ। अब रहेछ खाली बारी जहाँ चाहिँ गाजर छ। यहाँको चाहिँ मम्मीले सबै धनियाँ ओखालिसक्नु भएछ, मम्मीहरू हुनुहुन्न। सो गाजर चाहिँ अझै बाँकी छ, मम्मीहरू माथि घरमा छन् जस्तो चाहिँ त्यहाँ हुनुहुँदो रहेछ। धनियाँ छैन, धनियाँ छैन लगिसक्छन् बारी। कति किलो भयो त? कति रुपियाँ किलो? 20 रुपियाँ किलो जम्मा। हेर्नुहोस् त कति दुःख गर्नुपर्छ। खाली बारी चाहिँ खाली भएछ हो र। अनि खाजा ल्याइदिएको थिएँ मैले। मैले खाजा लिएर आएको थिएँ, सबैजना घर जानुभएछ। हेर्नुहोस् त सबै यहाँ धनियाँ ओखलेर यहाँ घाँस काटेर आउनुभएछन्। हेर्नुहोस् यहाँ धनियाँ सबै ओखलेछौँ। तल्लोको चाहिँ गाजर हो, यहाँनिर धनियाँ थियो सबै ओखल्यौँ। राति राति पानी लाएर बनाएको थियौँ। यो चाहिँ हो मेरो गाजरबारी। उहाँ छोरो उहाँ पुगिरह। ल हेर्नुहोस् गाजर भाउ छैन अरे, 30 रुपियाँ किलो छ अरे। अनि यहाँको धनियाँ बेच्यौँ 20 रुपियाँ किलो। मम्मी त्यहाँ घाँस काट्दै हुनुहुन्छ है त। चाहिँ घर फर्किँदैछौँ। छोरो उहाँ तल पुगिसक्यो, फेरि पानी आउनु लाग्छ है। हेर्नुहोस् त ल हेर्नुहोस् हाम्रो गाउँ चाहिँ यस्तो छ। बाटो चाहिँ जम्मै पानीले बिगारिदिएको है। यो सबै पानीले खोतालेर केही पनि बाँकी छैन। ल हेर्नुहोस् तपाईँको गाउँमा चाहिँ पानी पऱ्यो कि परेन? हाम्रो गाउँमा चाहिँ बहुत ठुलो पानी परेको थियो, त्यही भएर रोडहरू सबै बगाएको छ है। हेर्नुहोस् त ल हेर्नुहोस् दाना ल्याएको थिएँ 1 किलो, कुखुरालाई हाल्दा हाल्दा सिद्धियो। अब यो चाहिँ भालेको हेर्नु, अरे भालेको आएर खाने भाँडो यस्तो छ। ल हेर्नुहोस् तपाईँहरूको कस्तो हुन्छ। ल हेर्नुहोस् त अब यहाँनिर दाना हाल्यो, कर कुटुक 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 गरिरहेको त्यहाँ बसेर। ल हेर्नुहोस् यहाँ चियाइरह। ल हेर्नु त अरे भाल्दै ल यहाँ खा, के ल खाऊ, ल खा 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 खा। खै छाता ल्याउ ल्याउ छाता, अहिले पानी परेर ओर्नुपर्छ। ल्याउ छोर ल्याउ, हो ल्याउ 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 ल गुड। हेर्न यहाँ छाता छोडिदिएर अहिले पानी पर्छ, जाउ लगाएर राख ल, लड्छ बिस्तारै। अब चाहिँ हामी लगभग 2 बजिसकेको छ। अब मैले बारी पनि देखाएँ, धनियाँ ओखलिनु भएको थियो, लगिसकेको चाहिँ गाडीले देखाउनु पाइनँ, त्यसको लागि सरी। अनि तपाईँलाई मेरो
गाजरबारी कस्तो लाग्यो अर्को गाजरबारी नि हेर्नुहुन्छ एकैछिन मेरो गाजरबारी माथिको देखेँ अनि म यहाँ तलको देखाउँछु है त यस्तो मेरो गाजरबारी तलको यो चाहिँ आलु हो माथिल्लो तलको चाहिँ गाजरबारी सुरु गरिसक्यो कि फेरि पानी सुरु गर्यो ल हेर्नुहोस् पानी पर्यो गाइज आज चाहिँ पानी परेछ झ्यार 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 गरेर परिरहेछ अनि एकछिनमा रोक्छ एकछिनमा पर्छ फेरि सुरु गरिसक्यो अब चाहिँ हामी बाउछोरी पसल जानुपर्ने हुन्छ पनि पानी सुरु गरिसकेको छ सो गाइज आज भोलि चाहिँ हाम्रो मुसाले दुःख देखाइन मैले दुईटा छुचुन्द्रो लगाएर समाएर फ्यालेँ नत्र यहाँभरि माटो हेर्न यहाँभरि यति अल्गो बनाएर राखिदिन्थ्यो र गाइज आजको दिन चाहिँ यसरी बित्यो मैले तपाईँहरूलाई मेरो आज बारीमा खेतले थियो धनियाँ अखालेको छ भनेर भनेको थिएँ धनियाँ अखालेको देखाउनु पाइनँ अखालेर लगिसकेछन् मम्मीले बेचिसक्नु भएछ अनि मेरो धनियाँ बारी गाजरबारी देखाएँ तपाईँलाई कस्तो लाग्यो आजको भिडियो यदि राम्रो लाग्यो भने लाइक गरिदिनु होला च्यानल नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला आगामी दिनहरूमा नि यस्तै कन्टेन्ट ल्याउँछु भन्दै बिदा हुन चाहन्छु नमस्ते।